तपाईले पनि सामाजिक सञ्जालमा हर्क साम्पाङको स्पिच त सुन्नुभयो होला। उहाँले के भन्नुभएको थियो भने यदि हाम्रो श्रम संस्कृति पार्टी भोलि यदि नेपाली जनताले बहुमतका साथ जितायो भने, यदि श्रम संस्कृति पार्टी सरकारमा आयो भने नेपालको विशेष गरी शिक्षा क्षेत्रमा नेपालका विद्यार्थीहरूलाई 3 दिन क्लासमा पढाइ हुने, 4 दिन चाहिँ बाँकी 3 दिन चाहिँ वा 4 दिन चाहिँ श्रम गर्ने भनेर यो स्टेटमेन्ट दिनुभएको थियो। यो स्टेटमेन्ट दिइसकेपछि सार्वजनिक भएपछि धेरै व्यक्तिहरूले टिक्का टिप्पणी गर्न थाले। कतिले सकारात्मक रूपमा, कतिले नकारात्मक रूपमा, कतिले त के पनि भन्न थाले भने अहिले नेपालका विद्यार्थीहरू 6 दिन पढ्दा त यस्तो अवस्था छ भने 3 दिन मात्रै पढ्दाखेरि के होला, कस्तो अवस्था होला भन्ने खालका कुराहरू पनि सामाजिक सञ्जालमा हामीले सुन्न पाइयो। तर आज म तपाईलाई यस भिडियोमा के बताउन चाहन्छु भने उहाँले जुन त्यो स्पिच दिनुभएको छ त्यो स्पिचलाई एकदमै गहिरो रूपमा अब्जर्भ गर्ने हो भनेदेखि, यदि गहिरो रूपमा त्यसलाई मनन गर्ने हो भनेदेखि त्यहाँभित्र धेरै कुरा छ जो त्यो बुझ्नको लागि अलिकति हामीले समय दिनुपर्छ र त्यसलाई विचार गर्नुपर्छ। हामीले त्यहाँ भन्न खोजेको के हो भन्ने कुरा मजाले बुझ्न सक्छौँ। त्यही भएर मैले यो उहाँको स्पिचलाई निष्पक्ष रूपमा विश्लेषण गर्दाखेरि यो भिडियोको थ्रु म बताउन चाहन्छु। र यदि तपाईँ यस युट्युब च्यानललाई सपोर्ट गर्न चाहनुहुन्छ भने कृपया सब्स्क्राइब गरी हामीसँग जोडिराख्नुहोला। हामी यस्तै समसामयिक घटना विषयक्रमलाई तपाईहरुको माझमा ल्याउने गर्छौं ताकि त्यसको फ्याक्ट कुरा के हो भन्ने पत्ता लगाएर हामी बताउने कोसिस गर्छौं। आउनुहोस् हामी विषयवस्तुमा फोकस गरौं। त्यो भन्दा पहिले हामी हर्क साम्पाङले जुन दिनुभएको स्टेटमेन्ट छ, यो स्पिच छ, त्यो तपाईहरुलाई म देखाउन चाहन्छु। हामी सत्तामा पुग्यौं भने 3 दिन मात्रै स्कुल खोल्छौं। हामी त्यो इतर 6 दिन 7 दिन पढिराख्नु पर्ने आवश्यकै छैन। 3 दिन पढ्ने, 4 दिन काम गर्नुपर्छ। काम के गर्ने, खाली ढुङ्गै मात्रै बोक्ने भन्ने होइन, हैन? निर्माणमा, उत्पादनमा, आविष्कारमा, हैन, अन्वेषणमा। हामीले हर्क साम्पाङ जीले भन्नुभएको कुरा त सुनिहाल्यौं, हैन? अब धेरैले चाहिँ यो भनाइमा चाहिँ दुईटा कुरालाई फोकस गर्नु भएको छ। 3 दिन क्लास गर्ने अनि 4 दिन श्रम गर्ने, यो कुरालाई मात्रै बेसी फोकस गर्नु भएको छ। तर उहाँले निर्माणको कुरा गर्नु भएको छ, त्यहाँ उत्पादनको कुरा गर्नु भएको छ, यानी कि आविष्कारको कुरा गर्नु भएको छ, इनोभेसनको कुरा गर्नु भएको छ। यो चारवटा कुरा उहाँले जोडेर स्टेटमेन्ट दिनुभएको छ। उहाँले भन्न खोजेको के हो भन्ने कुरा यो चारवटा शब्दले नै पुरै चित्र बदलिदिन्छ। नम्बर 1 मा छ निर्माण, त्यसपछि उत्पादन छ, त्यसपछि आविष्कार छ, त्यसपछि नवप्रवर्धन छ, यानी कि इन्भेन्सन, इनोभेसन छ। निर्माण, उत्पादन, इनोभेसन, इन्भेन्सन, यो चारवटा कुरा जोड्नु भएको छ। यो चारवटा कुरालाई चाहिँ धेरै मान्छेले फोकस गर्नु भएको छैन कि वास्तविक यो भनेको के हो। अनि यो चारवटा कुरा चाहिँ नि तपाईको बेल्चा बोक्ने, के भन्छ, इटा भट्टामा गएर इटा बोक्ने, है, गएर ज्यामी काम गर्ने, त्यसपछि ढुङ्गा पल्टाउने, कुनै पनि यो श्रमसँग यो चारवटा कुरा मिल्दैन। यो चारवटा कुराले के अर्थ राख्छ भने सृजनशीलता, प्रयोग, प्र्याक्टिकल लर्निङ स्किल, स्किल डेभलपमेन्टसँग मिल्छ। नेपालको हालको शिक्षाको कन्डिसन कस्तो छ भन्ने कुरा त हामी त्यति अन्जान छैनौँ। नेपालको शिक्षाको समस्या चाहिँ सबैभन्दा ठुलो यही हो। तपाईको पढ पढ, रट रट, परीक्षा देऊ, तर केही बनाउने, केही बन्ने, किर्जना गर्ने वा परीक्षण गर्ने वातावरण भने छैन। त्यही कमजोरीतिर हर्क साम्पाङले औल्याउन खोज्नु भएको। उहाँको यो भनाइलाई चाहिँ धेरैले चाहिँ के सम्झे भने यो चाहिँ श्रम, सामान्य श्रम हो अनि ज्याला मजदुरी हो भन्ने कुरा चाहिँ सम्झिनु भयो। 3 दिन अब क्लास, 4 दिन श्रम गर्ने भनिसकेपछि उहाँहरूले चाहिँ यो सम्झिनु भयो कि अब चाहिँ विद्यार्थीहरूलाई चाहिँ निर्बुद्धि बनाउन खोज्यो भन्ने कुरा चाहिँ धेरैले बुझ्नुभयो। तर त्यो होइन। हर्क साम्पाङले चाहिँ पढाइ घटाउने कुरा गर्नु आएन कि पढाइ चाहिँ अपग्रेड गर्न खोज्नु भएको हो कि नेपालको पढाइ अहिले यस्तो छ, हैन, थ्योरी मात्रै छ तर प्र्याक्टिकल छैन, स्किलहरू छैन, हैन, इनोभेसनहरू छैन भनेर चाहिँ नेपालको पढाइले चाहिँ विशेष गरिकन उहाँले अपग्रेड गर्न खोज्नु भएको हो ताकि थ्योरी पनि होस् र प्र्याक्टिकल स्किल पनि होस् भनेर। अनि धेरै जस्तो विकसित देशहरू, जापान, जर्मनी, हैन, कोरिया, यस्ता देशहरूले पनि विशेष गरिकन वा चाइना नै भनौँ न, यस्तो देशहरूले पनि थ्योरी साथसाथै प्र्याक्टिकल स्किल्समा चाहिँ ज्यादा उत्पादनमा, निर्माणमा, इनोभेसनमा, इन्भेन्सनमा जोड दिन्छन्। त्यो भएको कारणले हर्क साम्पाङ स्वयं आफै पनि एजुकेट व्यक्ति हो। भले उहाँले ढुङ्गा बोक्दाखेरि उहाँ सामान्य मान्छे जस्तो देखिएला, बेल्चा हान्दाखेरि सामान्य मान्छे जस्तो देखिएला, तर उहाँ वेल एजुकेट पर्सन हो। त्यसैले एजुकेसन भएको मान्छे, शिक्षित मान्छेले नेपालको विद्यार्थीलाई तपाईको नलेजसँग, हैन, शिक्षासँग डिस्कनेक्ट गर्छन् भन्ने त त्यो त सोच्नै सकिँदैन। त्यसकारणले गर्दाखेरि हर्क साम्पाङको जो यो एउटा एजुकेसन क्षेत्रमा अपग्रेड गर्ने कुरा छ त्यो एकदमै राम्रो कुरा छ यदि बुझ्नेहरूका लागि। नेपालमा चाहिँ हामी यस्तो लिडरहरू चिन्न सक्दैनौँ जो चाहिँ उत्पादनको कुरा गर्छ, हैन, इनोभेसनको कुरा गर्छ, इन्भेन्सनको कुरा गर्छ, हैन। त्यस्तो लिडर्सहरूलाई चाहिँ हामी चिन्दैनौँ।
अनि हामी पनि अलिकति सक्षम हुनुपर्छ, नेपालीहरू पनि अलिकति लिडर चुन्न सक्षम हुनुपर्छ। विरोधै मात्रै गर्ने, सबै कुरा चाहिँ गलतै मात्रै केलाउने हो भने नेपाल विकास हुँदैन। तर यस्तो लिडर्सहरूलाई हामीले चुन्न सक्यो, चुनेर चाहिँ हामीले चाहिँ बहुमत दिएर चाहिँ उनीहरूलाई सरकारमा पुर्याउन सक्यो भनेदेखि तपाईँको भनिन्छ नि नेपाल चाहिँ सतीले श्रापेको देश हो भन्छ नि, त्यो श्राप चाहिँ तपाईँको मेटिन थाल्छ। त्यस कारणले गर्दाखेरि महावीर पुन जस्तो व्यक्तिहरू, महावीर पुन जस्तो उहाँले पनि इनोभेसनलाई जोड दिनुभएको छ हैन, इन्भेन्सनलाई जोड दिनुभएको छ। त्यस्तै हर्क साम्पाङले उहाँले पनि अहिले त्यही कुरा चाहिँ उठाउनु भएको छ। अनि उहाँहरू भनेको चाहिँ बोल्ने मान्छेहरू होइन के, परिणाममुखी व्यक्तिहरू हो। उहाँबाट रिजल्ट देखिएको छ, उहाँहरूबाट चाहिँ तपाईँको एउटा परिणाम देखिएको छ। त्यस कारणले गर्दाखेरि उहाँहरूको भनाइ, उहाँहरूको विचारलाई चाहिँ नेपाली जनताले स्वीकार्न सके परिवर्तन चाहिँ हुन्छ है, यो चाहिँ हो। यदि तपाईँलाई यो भिडियो मन पर्यो भने कृपया सेयर गर्न सक्नुहुन्छ र अन्तिममा प्लिज च्यानललाई सब्स्क्राइब गरिदिनुहोस्। धन्यवाद।